हामी अहिले चितवनको 24 कोटीमा छौँ। जनताहरू उत्रिसकेका छन् प्रोटेस्टको लागि। छोराछोरीहरूको ख्याल राखौँ। हुन त हाम्रो यो पापी पेटको लागि हरेक आमाहरूलाई त्यति सम्पन्नशाली हुनुहुन्न क्या। सबैलाई घरमा बसेर पुग्दैन। एक छाक खानको लागि, एउटा तालो लाउनको लागि 24 घण्टा आमाहरू खट्नुहुन्छ। चुलो र चौका भ्याएर खेतबारीमा गएर काम गर्नुपर्छ। त्यति बेला आफ्नो बच्चालाई कसले हेरिरहेको हुन्छ त? भगवान माग्थ्यो। त्यति बेला नि कोही पनि छैन परिवारमा। सबैको घर सबै पूर्ण परिवार छैन। त्यो दुःखले हामीले पालेका सन्तान हो। हाम्रो सन्तानलाई यति पनि खरोच आयो भने, यति पनि दुख्यो भने हामी आमाले सहन सक्दैनौँ। त्यसैले हामी सबैले बुझ्नुपर्ने कुरा छ। प्लिज तपाईँहरूलाई काम भयो होला, एकदमै गाह्रो पनि भएको छ। सबैलाई आफ्नो छोराछोरीको फेरि चिन्ता पनि लाग्यो होला। तपाईँहरू त आउनुभयो, घरमा छोडेको बच्चा होला, कसले हेऱ्यो होला, के गर्यो होला, स्कुलबाट आयो होला, त्यो सबै आमाहरूलाई टेन्सन छ। त्यसैले म लामो बोल्न चाहिनँ। हामीले सबैले चाहिएको हामीलाई न्याय हो। सुरक्षा दे, बलात्कारीलाई फाँसी दे, गरिमालाई न्याय
2083 साल देश बहिष्कार गरेर हरेक छोरी महिलाहरूले देश यो आउने देश माइती घर मण्डला अगाडि सेतो साडी लगाएर मनाउनेछौँ। यदि सरकारले हाम्रो कुरा सुन्दैन भने विदेशसम्म पुग्यो भने कसले बाटो रोक्छ? हाम्रो संसद बसौँ, नाराबाजी गरेर हल्ला नगर प्लिज। यो बिन्ती मागिनुहोस्, हाम्रो एकै ठाउँमा बसौँ, चितवन जिल्ला एकै ठाउँमा बसेर हजार छन्। अब बलात्कारीलाई फाँसी दिलाउँछन् भन्ने सन्देश चितवन जिल्लाबाट दिन हामीले आउनुहोस् न, अञ्चल बसौँ न, 1000 जना बसौँ, आउनुहोस् बसौँ। हजारको सङ्ख्यामा चितवन जिल्लाबाट अनसन बसौँ, आउनुहोस् अनसन बसौँ। एउटा 3 वर्षीय चेलीको आँखा निकालिएको छ, जिब्रो काटिएको छ, उसलाई कति कष्ट भयो होला। तपाईँ हामीलाई भुँडर दुख्यो भनेर भन्ने कष्ट हुन्छ भन्ने छुट छैन। यहाँ बसेर भोकै हुँदाखेरि प्रेसर लो हुन्छ भन्ने छुट छैन। त्यस्ता चेली भूमि पनि जन्मिनेछन्। त्यसैले एक स्वर एउटा आवाज त्यो हुनेछ चितवन जिल्लाको आवाज, भोको पेटको आवाज। हामी अञ्चलमा छौँ, हजारौँ दिदीबहिनी, हजारौँ दाजु चितवन जिल्लाको 24 कोटीमा अञ्चलमा छौँ। किन सुन्दैन हाम्रो कुरा? यदि हामी अञ्चल बस्यौँ भने नेपालले मात्र होइन, अमेरिकाले, विश्व जगतले सुन्न बाध्य हुन्छ। त्यसैले आज हजारौँ सङ्ख्यामा चितवन जिल्लामा हामी अञ्चल बसौँ। नाराबाजी गरेर हल्ला गरेर त्यो पनि गरौँला, समय आएपछि गर्ने ठाउँ रहन्छ। तर अहिले हामी भोको पेट अञ्चल बसौँ। तपाईँहरू साथ दिनुहोला, हामी अञ्चलमा छौँ, तपाईँहरू पनि अञ्चल बस्नुहोस्। धन्यवाद। सबैजना अझै पनि प्रोटेस्टमा 5:30 भइसकेको छ, लगभग 6 बज्न लागिसकेको छ। सबैजना प्रोटेस्टमै हुनुहुन्छ र जनताहरू घाम पानी नभनिकन भोक तिर्खा नलागिकन अनसनमा बसिरहनु भएको छ। ल हामी झुक्दैनौँ। न्याय नपाएसम्म सायद नेपालका जनताहरू पछि हट्दैनन्। धन्यवाद।